कसको बच्चालाई चाहिँ आइसक्रिम खान मन लाग्दैन होला। आउनुहोस् मिलेर घरमै मिठो अनि सजिलो तरिकाले आइसक्रिम बनाएर खाऊँ। यहाँ चाहिँ मैले 1 गिलास दुध पनि राखेँ। अब चाहिँ यसलाई मजाले सानो ग्यासमा पकाइदिन्छु। दुध पनि उम्लिसकेको छ। अब यसलाई मजाले चलाइदिन्छु। यसलाई चाहिँ एकछिन मजाले नै चलाइदिन्छु। मिठो स्मेलको लागि मैले चाहिँ ल्वाङ र सुकमेललाई कुट्दैछु। यसको धुलो बनाएर चाहिँ उम्लेको दुधमा राख्न जान्छु। यसको धुलोलाई पनि मैले दुधमा राखेँ। अब यसलाई एकचोटि राम्रोसँग चलाइदिउँ। यो आइसक्रिम बनाउँदाखेरि घटेको घटना म हजुरलाई सुनाउँछु है। यो दुध उम्लिसकेको थियो। मैले चाहिँ काजु, किसमिस, ओखर राखेर चाहिँ मैले मिक्सरमा पिसेर धुलो बनाएको थिएँ। त्यो उम्लेको दुधमा राखेको त फाट्यो कि मुड पनि अफ भयो। अब बनाउँदिनँ भनेर बसेको, तर आँपसाप काटेर नि राखेको थिएँ। अब होस् न त यही जे छ त्यसैमा बनाउँछु भनेर रेडी भएँ। कस्तो मिठो बनाउँछु भनेर सोचिरहेको थिएँ, तर सपना जति सबै चकनाचुर भयो। केही छैन नि त, बनाउँदा बनाउँदै कहिलेकाहीँ यस्तो त भइहाल्छ भनेर मैले चाहिँ जे छ त्यही राखेर आइसक्रिम बनाउनतिर लागेँ। यहाँ चाहिँ मैले काटेर राखेको आँपलाई पनि पेस्ट बनाउन मिक्सीमा राखेँ। म्याङ्गो पेस्ट बनाउँदा बनाउँदै यहाँ फेरि ड्राई फ्रुट्सहरूको याद आएर टेन्सन भइरहेको छ कि थोरै थियो, त्यही भएर त्यही हालेर भए पनि बनाउँछु, मिठो बनाउँछु भनेर बनाउन लागेको थिएँ। अब यस्तो घाम छ, बाहिर गएर ल्याउने आँट पनि छैन। हे होस् न त भनेर आफ्नो मनलाई आफैले सम्झाउँदै पनि छु कि फेरि पेस्ट पनि रेडी भइसक्यो। अनि यहाँ दुध पनि सेलाएन कि, अनि मैले यसो फेर्दैछु चाँडो सेलाउँछ कि भनेर। सेलाउने कति टाइम लागेको कि गर्मी भएर होला। अनि यहाँ 2टा आइस पनि राखिदिएँ। धैर्यता अनि ममा छँदै छैन। म्याङ्गोको पेस्टलाई पनि त्यो दुधमा राखिदिएँ। अब यसलाई राखेर मात्र किन हुन्थ्यो, मजाले फिटी पनि दिनु पर्यो। अनि यसलाई चाहिँ पुरै पृथ्वी नै हल्लिने गरेर फिटिदिएँ कि मैले। यतिको नफिटेसम्म त कहाँ मिठो हुन्छ र फ्लेभर पनि मिक्स हुनु पर्यो। रेडी भइसक्यो। अब यो चाहिँ थोरै काजुलाई चाहिँ मैले राखेको थिएँ कि माथिबाट छर्नको लागि भनेर, यति भए पनि बच्यो। अनि यसलाई पनि राखेर मजाले नै घोलिदिएँ। अब कपमा राख्न रेडी भयो। 1 2 3 4 4वटा कप लिएर रेडी भएको आइसक्रिमलाई कपमा राख्न गइरहेको छु। मैले आइसक्रिम बनाउँदैछु भनेर चाहिँ मैले क्यान्सलाई भनेको थिइनँ। उसलाई चाहिँ सरप्राइज दिन लागेको। स्कुलबाट आएपछि चाहिँ उसलाई सरप्राइज छ तिमीलाई भनेर दियो भने चाहिँ कति खुसी हुन्छ कि। त्यसमाथि यो आइसक्रिम त बच्चाहरूको फेभरेटै भइहाल्यो। अनि यहाँ चाहिँ थोरै बढी भएको थियो, अर्को कप पनि एड गरेँ मैले। अब बचेकोलाई थोरै गरेर सबै कपमा मैले राख्दै गइरहेको छु। आइसक्रिम त अब रेडी भइसक्यो कपमा राखेर। यो चाहिँ सिन्का के को हो भन्दाखेरि चपस्टिकको। आइसक्रिम बनाउन लाग्छु भनेको त हस्बेन्डले त चपस्टिकलाई काटेर यस्तो बनाइदिनु भएछ कि। आइसक्रिम पनि जम्नको लागि रेडी भइसक्यो। अब डिप फ्रिजमा राखेर केही घन्टाको लागि यसलाई छोडिदिन्छु। आइसक्रिम बनाउँदा बनाउँदै 2 बजेको थियो। अनि निकाल्दाखेरि चाहिँ 6 बजे निकालेँ मैले चाहिँ। कस्तो मजाले जमेर बसेको कि। अब यसलाई मजाले घुमाएर निकाल्ने कोसिस गर्दैछु। हेर्नुहोस् त कस्तो मजाले निस्कियो। अब चाख्न गइरहेको छु। एकदमै मिठो पनि भएछ। मैले चाहिँ यो आइसक्रिममा चाहिँ सुगर एड गरेको छैन। बहिनीसँग खेल्दै बसेकी रहेछिन्। लौ तिमीलाई सरप्राइज भनेको त मक्क पर्दै समातिन् फेरि। कस्तो भयो भन त भनेको, उसलाई पनि एकदम मिठो लाग्यो रे। मेरो छोरालाई चाहिँ यो गुलियो उसलाई एकदम पर्फेक्ट भयो। हजुरहरू चाहिँ हजुरहरूको बेबीलाई सुगर पनि एड गरेर दिन सक्नुहुन्छ। अनि एक्लै खाएर कहाँ हुन्छ र, उसले दादालाई पनि बोलाएर खुवाउँदैछ। रिवाजलाई चाहिँ चिनी अलिक कम भए जस्तो छ, उसलाई ठिकै लाग्यो रे। मेरो छोरालाई चाहिँ एकदम मिठो लाग्यो रे। हस् त बाइ, अब अर्को भिडियोमा भेटौँला।